नमस्कार दर्शकवृन्द, म मदन घिमिरे, मोटिभेसनल स्पिकर तथा ट्रेनर। यहाँहरू सबैलाई मेरो नयाँ च्यानल मोटिभेसनल गुरुमा हार्दिक स्वागत गर्दछु। तपाईहरू यस्तै मोटिभेसनल भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। यदि तपाईँ आफूमा विश्वास राख्नुहुन्छ भने असम्भव भन्ने केही हुँदैन। बाह्य शक्ति कहिले स्थायी हुँदैन, तर आत्मबल एउटा त्यस्तो शक्ति हो जसले हामीलाई जीवनभर साथ दिन्छ। शारीरिक अशक्तता भएका व्यक्तिले बौद्धिक क्षेत्रमा उल्लेखनीय काम गरेर पहिलेदेखि कायम स्टेरियोटाइपलाई तोड्दै गर्दा यस्ता केही साहसी व्यक्तिहरू पनि छन् जसले शारीरिक क्षमतालाई प्रस्तुत गर्दै बलिया उदाहरण दिएका छन्, वा भनौँ उनीहरू आफैमा उदाहरण बनेका छन्। एक उदाहरणीय पात्र हुन् अरुणिमा सिन्हा। उनी भारतीय नागरिक हुन्। हिमाल चढ्न खुट्टा होइन आत्मबल भए पुग्छ भनेर प्रमाणित गरिसकेका छिन् उनले। अरुणिमा सगरमाथा आरोहण गर्ने पहिलो शारीरिक अशक्तता भएकी महिला हुन्। उनको एउटा खुट्टा छैन। उनी जन्मिँदै यस्तै जन्मिएकी भने होइनन्। रेलमा यात्रा गर्दा गर्दै केही व्यक्तिहरूले उनको सुनको सिक्री चोर्न खोजे। रोक्ने प्रयास गर्दा उनीहरूले अरुणिमालाई कुदिरहेको रेलबाट ढकेलिदिए। अचेत अवस्थामा रेलको ट्र्याकमा लडिरहँदा 49वटा रेल उनको माथिबाट कुद्यो। त्यो दर्दनाक घटनाबाट बाहिरिएपछि उनको जीवन नै फेरियो। उनले विश्वकै सर्वोच्च शिखरको चुचुरो कृत्रिम खुट्टाकै सहायताले टेकिन्, जो उनको आत्मबल थियो। उनले आफ्नो एउटा खुट्टा नहुँदा पनि आत्मबल गुमाइनन्। म सक्छु भन्ने भावना राखी भित्रैबाट, जसको कारणले गर्दा आज उनी सर्वोच्च शिखर सगरमाथा चढ्न सफल भइन्। आत्मबल एउटा त्यस्तो शक्ति हो जसले हामीलाई संसारको कुनै पनि परिस्थितिसँग जुझ्न तयार बनाउँछ। संसारको सबैभन्दा ठुलो शक्ति भनेको तपाईभित्र लुकेको आत्मबल हो। हामी कोरोनाको बेलामा हेरौँ, कोरोना लाग्दाखेरि, कोरोना महामारीको बेलामा पनि आत्मबल डह्रो भएका मानिसहरूमा कोरोना छिट्टै निको भयो भने कमजोर भएका व्यक्तिहरूमा ढिलो। एक आर्टिकलमा लेखेको अनुसार कुनै पनि रोग लागेको व्यक्तिलाई निको हुन औषधिले 50% मात्रै काम गर्दछ भने 50% काम आत्मबलले गर्ने रहेछ। दर्शकवृन्द, यहाँबाट हामीलाई थाहा हुन्छ आत्मबल कति महत्त्वपूर्ण रहेछ। त्यस्तै हामी सबैले हेरेका छौँ हिन्दी फिल्म मुन्ना भाइ MBBS, जसमा पनि देखाएको छ उपचारले मात्र होइन आत्मबलले छिटो निको पार्छ। हस्, धन्यवाद।